OSR Digital, entertaining the nation. हाम्रो सरको र मेरो पनि उस्ता उस्तै भयो काम चाहिँ। ए कसरी उस्तै छ भन्छ? गरु त हो नि। गोबर, त्यही भएर यसलाई गोबर गणेश भनेको। हाम्री आमालाई यो कानको माडबारी लाउँदा चाहिँ फिल्मको हिरोइन जस्तै देख्ने होला। खुब आँखा लगाइरहेछस्। मेरो साथ छन्जेल त तैँले छुनु पनि पाउँदैनस्। नेपाल शान्ति क्षेत्र हो, बन्दुक पड्काउन मिल्दैन। बन्दुक त के कारणले पड्किन्न भन्ने कुरा त मलाई थाहा छ नि। तँलाई त मेरो छोरो भन्न पनि लाज लाग्छ। आमाको कानको यो बेचेर चाहिँ काठमाडौँमा रमाइलो गर्नुपर्छ है केटा। ल है दिशा पिसाब गर्ने ठाउँ पछाडि। के भन्नु भयो र? दिशा पिसाब गर्ने ठाउँ पछाडि भने। दिशा गर्ने ठाउँ मात्रै पछाडि, पिसाब गर्ने ठाउँ अगाडि। ओ हेलो हाय हाय हेर्तेरो दाइलाई हातैमा घडी मिलेको बडी आँखैमा चस्मा पुरो बुझ खासमा सब कुरामा अलवेज परफेक्ट। के छ केटा हो? महिना त मर्यो त। यामा मैले त काम गर्न थालेँ नि त। के काम गर्ला नि? आनन्दरी गाडीमा चन्नियो सरर गुडेर हिँड्ने। बाबु यो त गुन्ने होइन रहेछ नि आमा, उड्दो पनि रहेछ। ए उड्दो पनि रहेछ? उडा बाबु उडा, तेरो बाउको अगाडि उडारै देखाउनु पर्छ। इन्दुलाई साइड हान्ने विचार गरेछ क्या? हलदारको छोरो हो, हान्नु परेपछि के को साइड? फ्रन्ट नै हान्ने हो नि। यसरी रक्सी खाएर हिँड्नलाई कसले सिकायो? खाए त तेरो बाउ मैले खाए। मेरो जिन्दगी पनि तैँलाई समात्दै जाने भयो। साला गुरुङको छोरा बुझिस? साथीको लागि गर्दन पनि दिन्छु। रिस उठ्यो भने नि तेरो गर्दन पनि लिन्छु बुझिस? जा निस्केर जा। गाउँको त्यो चुप्रोबाट ल्याएर काठमाडौँमा घर बनाएर राख्छु भनेको थिएँ तिमीलाई, तर आज पशुपतिको बास भयो आमा। सबैको अन्तिम बास त यही त हो नि। मात्रै कोहीको ढिलो कोहीको चाँडो।